नमस्ते, मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म तपाईँहरूलाई चियाको विषयमा केही बताउन गइरहेको छु र चिया कुन चाहिँ जातको रोप्दा ठिक हुन्छ र कुन समयमा रोपिन्छ। यो चिया चाहिँ विशेष गरी त हाम्रो यो पूर्वतिर नै यो चियाको धेर खेती गरिन्छ र यसको मूल्य चाहिँ कतिसम्म पर्छ भनेर यहाँलाई म जानकारी गराउन गइरहेको छु। यो चिया चाहिँ यो चियाको बिरुवा चाहिँ भन्नुपर्दाखेरि तपाईँलाई यो गुम्ती चिया हो र यसलाई हामीले गुम्ती भन्छौँ। यो चाहिँ अब जातको हिसाबले चाहिँ राम्रो हो, तर यसको भनेको चाहिँ यसलाई जगाउनु, रोपेपछि जगाउनु र यसको आम्दानी लिनु चाहिँ निकै नै टाइम लाग्छ र जगाउनु अलिकति अरू चियाहरू भन्दाखेरि यो चियालाई चाहिँ अलिकति विशेष गरेर जगाउनु नै मुस्किल पर्छ। र यसको चाहिँ विशेषता भनेको चाहिँ यो पछि मुना आइसकेपछि अरू चियाहरू जस्तै यो 78 के भन्ने चियाहरू जस्तै पुरै हुर्केर गइ नहाल्ने, अलिकति टिप्नु ढिला हुँदाखेरि पनि यो अरू चिया जस्तै यो हुर्केर बढेर पछि फ्याल्नु पर्ने त्यस्तो अवस्था नहुने र यसको चाहिँ अर्को विशेषता भनेको चाहिँ यसको मुना पनि अलिकति राम्रै आउने र यसको ओजन पनि अरू चियाहरू भन्दाखेरि अलिक ओजन पनि पर्ने गर्दछ। र मैले चाहिँ अब मेरो जमिनमा चाहिँ प्राय भनेको यो गुम्ती चिया लगाएको छु र यो चिया पनि मैले आफैले यो कटिङ राखेर ब्याडमा कटिङ राखेर आफैले नै उत्पादन गरेको आफ्नै बारीको यो चाहिँ डाला चाहिँ अब बाहिरबाट किनेर लिएर 2 रुपियाँ गोटाले किनेर लिएर मैले नि यो कटिङ गरेर यो जगाएको र यो चाहिँ बिरुवा चाहिँ भन्नुपर्दाखेरि तपाईँको 3 वर्षको, यो पुरा 3 वर्ष भयो। यही असारमा 3 वर्ष भयो। एकदम मजाले नै अब कटिङ पनि प्राय चाहिँ अब सर्यो, 90% नै सरेको भन्नुपर्छ होला। अब तर यसमा चाहिँ यो कटिङ राख्दाखेरि चाहिँ अलिकति ध्यान पुऱ्याएर अलिकति विशेषज्ञ नै भनौँ, अलिकति जान्ने र यो क्षेत्रमा काम गरिरहेको व्यक्तिले गर्दाखेरि चाहिँ तपाईँको 95-100% नै यो जाग्ने र सर्ने चाहिँ मेन चाहिँ हुन्छ यो कटिङमा चाहिँ। र यसलाई पछि यो कटिङबाट यो 3 वर्ष भइसकेको बिरुवा हो। यसलाई रोप्दाखेरि पनि अलिकति ध्यान दिएर अलिकति यही क्षेत्रमा काम गरिरहेका अलिकति चिया सम्बन्धी नलेज भएको व्यक्तिहरूले चाहिँ गर्नुभयो भने चाहिँ एकदमै राम्रो हो। र यो चाहिँ हेर्न सक्नुहुन्छ तपाईँको यो चाहिँ मैले लगाउँदैछु, यो सिजनमा रोपेको र अहिले चिया लाउने समय भनेको पनि यो असार एकदमै राम्रो समय हो, झरी समय, यो पानी झरीको समयले गर्दाखेरि चाहिँ चिया रोप्नुको लागि चाहिँ यो असार महिना उचित मानिन्छ। र यो चाहिँ तपाईँले यसरी यो जरासँग नै उखालेर रोप्नुभयो भने चाहिँ तपाईँको जाग्ने सम्भावना धेरै नै हुन्छ। यो गुम्ती चियाको चाहिँ अरू चियाहरूलाई चाहिँ यत्तिको धेरै मेहनत गरिरहनु पर्दैन, तर यसलाई चाहिँ अलिकति मेहनत गरेर यसरी जरासँगै नै तपाईँले यत्तिकोसम्म चाहिँ जमिन मुनि पछि सुकाउरो नलागोस् भनेर यतिसम्म चाहिँ तपाईँले जमिन मुनि गाड्नुपर्ने हुन्छ र यो माथिको भाग चाहिँ बाहिर निकालेर अलिकति यसरी नै रोपिसकेर चाहिँ खुट्टाले अथवा हातले चाहिँ यो फेदमा मजाले नै किच्याउनु भयो भने चाहिँ यो हावाले पनि हल्लाउनु पाउँदैन, जरालाई त्यस्तो असर पुग्दैन। र यो चिया चाहिँ नाम चाहिँ गुम्ती हो। र मेरो चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मेरो चिया बगान हो। धेरै त छैन, अब अलिअलि गरेर लाउँदैछु। र यो चाहिँ अब मैले रोपेको यो चाहिँ 3 साल भयो। 3 सालको चाहिँ अब यो बिरुवाहरू चाहिँ अब कोही सानै छ, अब त्यस्तै जग्गामा अलिकति ढुङ्गाहरू भएको जग्गामा पर्दाखेरि भने चाहिँ बिरुवाहरू नसर्ने र मर्ने गर्छ। अलिकति राम्रो ठाउँ, मलिलो ठाउँमा पर्दाखेरि भने चाहिँ तपाईँको चियाको बिरुवा मजाले हुर्कने र छिट्टै आम्दानी दिने, 3 वर्ष 4 वर्षदेखिको आम्दानी दिने गर्छ। यो चाहिँ मैले लगाउँदै गरेको चिया हो। यही
जेठदेखि सुरु गरेको लाउँदैछु अलिअलि गर्दै। र मैले चाहिँ यो चिया बगानको बिचमा चाहिँ यो रुख टमाटर पनि लगाइदिएको छु। यो चिया हुर्केर ठुलो नभइन्जेल यसको गाछ नझ्याङ्गिन्जेल चाहिँ मैले यो रुख टमाटरको पनि आम्दानी लिनु पाउँछु भनेर यसरी लगाएको छु। र यो अब योहरू भने चाहिँ तपाईँले चियाबारीभित्रको यो रुखहरू यस्तो यो घाँसको लागि राख्नुभएको यो डाले घाँसहरूको रुखहरू काट्दाखेरि चाहिँ एकदम उचित हुन्छ। चियालाई सेप भयो भने चाहिँ खुल्ला ठाउँमा नि अलिक मजाले नै हुर्कने गर्दछ। यो चाहिँ हेर्नु सक्नुहुन्छ, यो चाहिँ मेरो चियाबारी र यहाँ चाहिँ मैले लगाएको यो 3 साल भएको चियाहरू छ। कोही मरेर फेरि लगाएको छु, थप्दैछु होइन। यो चाहिँ अब 3 साल पुगेको चियाहरू हो, चियाको बुट्टाहरू हो। यहाँ हेर्नु सक्नुहुन्छ, यो चाहिँ गुम्ती हो। र हिजो अस्तिको दिन मात्रै यो हालसालै टिपिएको चिया हो। यो फेरि अब तपाईँको 15 दिन बाद टिप्नु लागेको हुन्छ। हेर्नु सक्नुहुन्छ बिस्तारै बिस्तारै चिया बगान बढ्दैछ। र चियामा त्यस्तो धेरै अब घाटा त छैन। राम्रै अब उचित मूल्य पाउँदाखेरि भने चाहिँ तपाईँको त्यस्तो घाटा हुँदैन। तपाईँको चैत वैशाखको टाइममा निकाल्दाखेरि भनेको 80-85 रुपियाँ केजीसम्म हुन्छ। र त्यस पछाडि अलिअलि घट्दै र पनि अहिलेको हालमा चाहिँ तपाईँको 40 रुपियाँ अलिक राम्रो पत्ती 40, अलिकति त्यस्तो मुना कम्ती भएको पत्तीहरूको चाहिँ 30 रुपियाँ रेट तोकिएको छ। यो अलिकति भिरालो जमिन, तपाईँको अरू खेतीहरू गर्नु नमिल्ने जमिनमा चाहिँ यो चिया लगाइदिनु भयो भने चाहिँ यसको आम्दानी लिन सकिन्छ। र खेती हुने जग्गामा चाहिँ तपाईँले खेती नै गर्दाखेरि हुन्छ। हेर्नु सक्नुहुन्छ। र मेरो चाहिँ यो चाहिँ भिरालो जमिन हो, यो उनीहरूको चाहिँ भिरालो जमिन हो। र यसमा मैले बिचमा टमाटर लगाइदिएको छु। र अब यसमा चाहिँ मैले यहाँ यो जमिनमा चाहिँ मैले खोर्सानी रोपेको छु। ल हेर्नुहोस्, यो चाहिँ अकबरे डल्ले खोर्सानी भनिन्छ। र यो चाहिँ एकदमै मजाले फल्दैछ। अब यो चाहिँ फागुनमा लगाएको खोर्सानी हो। मल्चिङमा रोपेको हुनाले गर्दाखेरि एकदम मजाको बटाएको छ। र यो छेउछाउमा चाहिँ मकै पनि लगाइदिएको छु। यो मकै एकदमै मनपर्छ, त्यही कारणले गर्दाखेरि। र चिया सम्बन्धी जुन तपाईँलाई मैले जानकारी दिएँ, यो चाहिँ अब गुम्ती चियाको बारेमा भनेको तपाईँलाई। र चियामा भनेको त्यस्तो घाटा चाहिँ छैन, तर अलिकति टाइम चाहिँ लाग्छ नै। रोपेको आम्दानी लिँदाखेरि भनेको 3 वर्षको मैले चिया अघि तपाईँलाई देखाइहालेँ। 3-4 वर्षदेखिको आम्दानी दिनु थाल्छ। र त्यस पछाडि चाहिँ अब तपाईँको वयस्क हुनु र पुरै झ्याङ्गेर बगान बनिनुको लागि चाहिँ तपाईँको 7-8 वर्ष चाहिँ मजाले नै लाग्छ। ल अनि अर्को कुरो भनेको चियाको बिरुवा चाहिँ अब हामीसँग उपलब्ध छ। कसैलाई चाहियो भने सम्पर्क गर्न सक्नुहुन्छ होइन। यही च्यानल मार्फत म तपाईँलाई जानकारी गराउन चाहन्छु। कमेन्ट गरिदिनु सक्नुहुन्छ। र यहाँ मैले चाहिँ यो मचान पनि लगाएको छु। यो मचान चाहिँ अब यो मचान मुनि मैले चिया रोप्ने प्रयत्न गरेको। र यहाँ हेर्नु सक्नुहुन्छ काँक्रा पनि फलिरहेको छ। र यसरी खेती गर्न सकिन्छ। र यो मचान चाहिँ अब मैले यो चिया रोपेर अर्को साल चाहिँ यो हटाउनु पर्ने हुन्छ, फेरि सेप हुन्छ। र यो सेपले चाहिँ चियालाई फेरि असर गर्छ। अन्त यो चाहिँ मेरो खोर्सानी देखिसक्नुभयो। यो डल्ले खोर्सानी रोपेको छु यो साइडमा, राम्रो छ। डल्ले खोर्सानीको मूल्य अहिले त अब त्यस्तो साह्रो त छैन, र पनि 300-350 रुपियाँ केजी चाहिँ अब हरियो खोर्सानी बिकिरहेको छ। र यसरी चाहिँ अब हामीले चाहिँ खेती गर्न सकिन्छ। र यो खेती गर्ने जमिनमा चाहिँ तपाईँले यसरी नै खोर्सानी, काँक्रा, इस्कुस रोप्न सक्नुहुन्छ।
र यो भिरालो जमिन छ भने चाहिँ यसरी तपाईँले अलिकति मजाले यस्तो भिरालो भिरालो बनाएर अलिकति खेती नहुने ठाउँ छ भने यो चाहिँ यसरी चिया रोप्न सक्नुहुन्छ र चियाले तपाईँलाई आम्दानी दिइहाल्यो यता चियाबाट र खेती हुने जग्गामा चाहिँ तपाईँले यसरी खेती गर्न सक्नुहुन्छ। यो चाहिँ अब मल्चिङ विधिबाट गरेर रोपेको यो चाहिँ मैले खोर्सानी हो, अकबरे डल्ले खोर्सानी। यो चाहिँ छेउछेउमा अब मकै लगाइदिएको छु, यो हाइब्रिड मकै हो। हेर्नुहोस्, हरियो मकै खानु मन लागेको हुन्छ कमेन्ट गर्नु होला है। अन्त यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ मेरो अकबरे खोर्सानी बारी र यहाँ माथि चाहिँ अब पछि मैले वैशाखमा रोपेको पनि छ होइन, त्यो पनि म तपाईँलाई देखाउने नै छु। यो चाहिँ मेरो कृषि च्यानललाई चाहिँ तपाईँले सब्सक्राइब चाहिँ गरिदिनु होला र लाइक, भिडियो मन परे लाइक पनि गरिदिनु होला। यस्तै त्यति धेरै नजाने पनि सानो सानो भए पनि म भिडियो लिएर आउनेछु। ल हेर्नु सक्नुहुन्छ यो चाहिँ मेरो चिया बगान हो। अब यसको आम्दानी भने चाहिँ मैले यो सालदेखिको टिप्न थालेको छु। टिप्नु त अब पोहोर पनि टिपेको, तर त्यो चाहिँ अब घरमा खानु मात्रै हुन्थ्यो। यो सालदेखि चाहिँ मैले फ्याक्ट्रीमा बेच्दै पनि छु। 2 टिपाइ भयो। अब हेरौँ कतिको हुन्छ। ल यो चाहिँ मेरो चिया बगान है त। चियाको बारेमा मैले तपाईँलाई छोटो मिठो अलिअलि भए पनि जानकारी दिइहालेँ। र यो चाहिँ अब तपाईँलाई मैले यो मेरो अकबरे खोर्सानी बारी देखाउँदैछु। ल अकबरे खोर्सानी बारी यहाँ हेर्नुहोस्, डल्ले खोर्सानी यस्तो छ है साथी। हो हाम्रोतिर चाहिँ डल्ले खोर्सानीको फलाइ पनि हेरिहाल्नुहोस्, हेर्नुहोस् खोर्सानी फलेको। अन्त अब यो चाहिँ होइन यत्तिको फलेको छ। ल हेर्नुहोस्, एकदम पिरो डल्ले साथीहरू। ल त साथीहरू मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, भिडियो मन परे लाइक पनि गरिदिनु होला। म यस्तै भिडियो लिएर फेरि आउने नै छु। तबसम्मको लागि चाहिँ मलाई बिदा दिनु होला। धन्यवाद।